कति धेरै मान्छे छन् आज उताबाट हामी चाहिँ एकछिन फोटो खिच्छौँ ल अब भिडियो उताबाट मसरुम फ्राई मसरुमको इन्ग्रिडियन्ट्सहरू यहाँ छ काठमाडौँ महलमा काम परेर विशेष काम गरेर हिँडेको अहिले चाहिँ हामी शहीद गेटमा ओर्ले हम यो रह्यो टुडी खेल क्या खतरा अनि यहाँ हुनुहुन्छ मन्दा दिदी यता हेर्नु त अब हामी जान्छौँ त्यहाँ धरहरा छ यो धरहरामा कति धेरै मान्छे छन् आज सबलाई भिड लाग्यो क्या आज त ट्युसडे हो त कति धेरै म त यो न्यु रोडमा त मान्छे कम्ती भएको त दिनै हुँदैन बा यता नि अफिस गएका मान्छेहरू नि झन् आयो भने त के हुन्छ मलाई त चक्कर लाग्छ हाइदेखि छ्या रिङ्गाटै लाग्छ त्यहाँ गयो भने त दिनभरिलाई काम पुग्छ अनि त्यो सबै हिँड्छ त्यो रेलिङमा चढ्न नसकेर रेलिङमा आउन नसकेर भित्तामा समातेर हेरेको भित्तामा टाँसेर हेरेको हाइटदेखि चक्कर लाग्छ मलाई त तपाईँलाई पनि त्यस्तै मलाई त पिङमा चढ्यो भने चढ्ने मलाई त पिङमा चढ्यो भने त रिङ्गाटो लाग्छ घुमाउँछ सन उताबाट हामी चाहिँ एकछिन फोटो खिच्छौँ ल अब भिडियो उताबाट परबाट टिकटक बनाउने जिन्दगीमा एउटा कल्चरल ड्रेस चाहिँ किन्नु पर्दो रहेछ है तामाङ भएर एउटा तामाङ ड्रेस छैन बा गाइज हामी अब मिडियम है फोटोसुटको लागि सेलिब्रेटी हो माथि कहाँको माथि हो कहाँदेखि माथि हो भन्नु ए ल उहाँले चिनाउनुहुन्छ हामीलाई चाहिँ हामी चाहिँ मोडल हो आजको त्यही भएर फोटोसुट गर्न आएको थियौँ मेरो पनि अब हामी फोटो खिच्नु यो चाहिँ काठमाडौँ महलको 5th फ्लोरमा है हेर्न सक्नुहुन्छ ठिक छ नि क्या खतरा देखा छ यार यो चाहिँ हाम्रो गुरुङ गीतको सुटिङ भनेर के भन्नु मलाई त लाज पो लाग्छ बा यहाँ हो कति खतरा हुँदो रहेछ ल गीत पो रहेछ यार यहाँ फेरि हो नि फेरि वेटिङमा छौँ हामी कस्तो राम्रो ठाउँ छ गाइस यहाँबाट काठमाडौँको भ्यू हेर्न सक्नुहुन्छ गाइस अब चाहिँ हाम्रो यो ड्रेसको सुटिङ चाहिँ सक्यो अब चाहिँ अर्को ड्रेस लगाएर आउनु पर्ने हुन्छ अरे सुटिङको लागि त्यो गीतको बोल चाहिँ हामी भोलि भन्छौँ ल भन्नु मिल्दैन अहिले रिभिल गर्नु मिल्दैन नि त त्यही भएर है अब कुन ड्रेस लाउने हामीले तामाङ ड्रेस अब तामाङ ड्रेस लाउँछ तामाङ ड्रेसको सेलो सङमा चाहिँ सुटिङ गर्दैछ सो हेर्दै गर्नु होला कुनमा हो हामी जाने तल कति राम्रो देखिया छ गाइस
तपाईँलाई तर मेरो चाहिँ फर्स्ट टाइम हो यो कल्चरल ड्रेसमा चाहिँ यो चाहिँ हामी तामाङ ड्रेसमा आइसक्यौँ किन चिमाट्नुहुन्छ मलाई बार किन चिमाट्नुहुन्छ यो चाहिँ हाम्रो तामाङले अवतार हो ल गाइजहरू पाइन्ट देखिसक्यो त मेरो ड्रेसको हालत हेर्नु यहाँ तल ए क्या अब के हाल्नु पहने म हेर असली अहिले क्यामेराले निकाल्ने मात्र हो अलि राम्रो त फोटो आएको छ छैन थाहा छैन भिडियो अब चाहिँ हामी घर जान्छौँ हाम्रो काम सकिसक्यो यो गाडीको ड्राइभर कहाँ गयो कि हेलो अल्छीलाई यो गाडी नभरि जाँदैन भनेर मान्छेको यस्तो नै हुन्छ हिरो त थुप्रै रहन्छ हाल्ने खाने यत्रो ठुल्ठुलो मोमो पाउँछ दाँतमै छोएर हिँडै भएन क्या छैन Buat modal sampai masuk. Gas bang. Gas. Mau di sini.
अहिले चाहिँ हामी घर आइपुगिसक्यौँ गाई घर अनि यहाँ कुकिङ चलिरहेको छ सुकुटी फ्राई अनि यो मसरुम फ्राई मसरुमको इन्ग्रिडियन्ट्सहरू यहाँ छ यसलाई चाहिँ फर्स्टमा बोइल गरेर अनि फ्राई गर्ने रातो पारेर अनि त्यस पछाडि यो साइड लाएर झुल्ने त्यस पछाडि यिनीहरू फ्राई गर्ने यिनीहरू पाक्ला जस्तो भइसकेपछि अनि हाल्ने हो कि हेर्ने सेफ दियो हालिदिनु भन्ने पाउनु अलि रातो झोल राखिदिउँ अब कस्तो खाउ लाग्दो